वृष राशिको व्यक्ति र कन्या राशिको व्यक्तिको सम्बन्ध अथवा म्यारिड लाइफ कस्तो रहन्छ त्यसको बारेमा जानौँ। सर्वप्रथम वृष राशिको स्वामी हो शुक्र ग्रह र कन्या राशिको स्वामी हो बुध ग्रह। यी दुईको राम्रै सम्बन्ध हामीले देख्न सक्दछौँ। वृष राशिको व्यक्तिले धेरै एकुमुलेसन जम्मा गर्न चाहन्छ, सञ्चित गर्न चाहन्छ। उनीहरूलाई एउटा सेक्युरिटी तब मात्रै मिल्दछ जब उनीहरूसँग राम्रोसँग एउटा जम्मा भएको पुँजी हुन्छ अथवा क्यापिटल हुन्छ अथवा कुनै पनि घर सम्पत्ति कम्फर्ट्सको स्रोतहरू जब जम्मा गर्दछन् तब मात्रै उनीहरूलाई सेन्स अफ द सेक्युरिटी आउने गर्दछ। भने अब हामीले कन्या राशिलाई हेऱ्यौँ भने एकदम धेरै क्यालकुलेटिभ हुन्छन्। उनीहरूको माइन्डमा हरेक समय केही न केही क्यालकुलेसन चलिरहेको हुन्छ लगातार रूपमा, होइन। र प्रत्येक प्रश्नको उनीहरूलाई वाइ, किन यस्तो भयो त, होइन, उसले मसँग किन यस्तो गरे त भन्ने प्रत्येक प्रश्नहरूको सानो सानो कुरामा पनि धेरै एनालाइसिस गर्ने स्वभाव हुन्छ। त्यस कारणले गर्दा कन्या राशिलाई हेऱ्यौँ भने अलिकति क्रिटिसाइजिङ नेचर बढी भएको हामीले पाउन सक्दछौँ। साथसाथमा क्यालकुलेसनमा राम्रो हुने गर्दछन् कन्या राशि, है। कोही व्यक्तिहरू म्याथ एकाउन्ट्सको क्यालकुलेसनमा राम्रो हुन्छन् भने कोही व्यक्तिहरू इन्टरनल्ली क्यालकुलेसनमा राम्रो हुन्छन्, जस्तो कि कुनै पनि कुरामा एनालाइसिस गर्ने कुरामा, होइन, त्यो कुराको डिप लेभलमा जाने, त्यसलाई एनालाइसिस गर्ने कुरामा धेरै मात्रामा यिनीहरूको क्षमता पाइन्छ। त्यस कारणले गर्दा यो क्रिटिसाइजिङ नेचरको कारणले गर्दा कहिलेकाहीँ रिलेसनसिप पनि थोरै इस्युमा आउन सक्दछ। कन्या राशिको व्यक्तिको त्यो जुन स्वभाव हुन्छ कि प्रत्येक कुरामा लोजिक खोज्ने, होइन, प्रत्येक कुरामा चाहिँ अलिकति बढी एनालाइसिस गर्न खोज्ने, जसको कारणले गर्दाखेरि रिलेसनसिपमा पनि झ्याप्पै विश्वास गर्न नसक्ने स्थिति कहिले कसो हामीले बनेको देख्दछौँ। समग्रमा भन्दाखेरि वृष र कन्या राशिको रिलेसनसिप हामीले राम्रै पाउन सक्दछौँ।